अस्ति नै अगौटे प्रजातिको काउली र गोलभेडाको बेर्ना राखेको थिएँ। त्यो बेर्नाहरू यहाँ उम्रिसकेका छन्। यता काउली छन् र यतातिर गोलभेडाहरू यो उम्रिँदै छन् र आज अलिकति आफ्नो करेसा बारीको लागि अगौटे प्रजातिको पात गोभीको बेर्ना राख्ने हो। बेर्ना राख्नको लागि सबैभन्दा पहिला हामीले बेड तयार गर्न पर्छ। यसरी बेड तयार गरिसकेपछि यो बिउलाई एक नासले सबैतिर पर्ने गरी छर्ने हो। यो धेरै बाक्लो पनि छर्नु हुँदैन, धेरै पातलो पनि गराउनु हुँदैन। यसरी बिउ छरिसकेपछि यसको माथिबाट हल्का धुलो माटोले छोपिने गरी धुलो माटो हाल्नु पर्छ। यसरी माथिबाट माटो छर्दाखेरि बिउ धेरै भित्रसम्म जाँदैन र सबै बिउहरू मजाले उम्रिन्छन्। बिउ छरिसकेपछि माथिबाट सुतीको कपडाले यसरी ढाकिदिनु पर्छ। कपडाले ढाकिसकेपछि माथिबाट हजारीको सहायताले हल्का सिँचाइ गर्नुपर्छ, जसले गर्दा यहाँ चिस्यान भइरहन्छ र बिउहरू छिटो उम्रिन्छन् र बिउ उम्रिने सम्भावना पनि अधिकतम हुन्छ। 2-3 दिनपछि बिउ उम्रिन थालेपछि यो कपडा हामीले हटाइदिनु पर्छ। अगौटे प्रजातिको बन्दाको बेर्ना भदौ महिनामा तयार हुन्छ र यसलाई हामीले आफ्नो करेसा बारीमा सार्न सक्छौँ। यो बर्खाको सिजन भएको कारणले गर्दा यसलाई पानीबाट जोगाउनको लागि मसँग यहाँ टनेल बनाउने स्ट्रक्चर छ र माथिबाट यसरी प्लास्टिकले छोपेर बाँधिदिनु पर्छ, जसले गर्दा बर्खाबाट यो सुरक्षित रहन्छ र मजाले बिउ उम्रिन्छ। हजुरहरूले पनि यो तरिकाले आफ्नो करेसा बारीको लागि अगौटे प्रजातिको बन्दागोभी, फुलगोभी, गोलभेडा लगायत विभिन्न बेर्नाहरू उमार्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। धन्यवाद।